गाइज वेलकम ब्याक टु माई न्यू ब्लग घर आइसकेँ भित्र के छ काम म अब काम गर्दा लाग्छु त्योसँग दिदीसँग इन्पुजा दिदी हेन सो म गाइज काम गर्दा लाग्छु म तपाईँलाई यसपछिको अपडेट दिइराख्छु जाम गाइज सो गाइज मेरो ए डल्ली भाइ यता ल जाम काम गर कता कुन कोठामा सो ल गाइज ए कुखुरालाई निप्टाऊ यार सो गाइज म सो गाइज हामी फाइनली घर सफा गरेर अब दाउरा चिन्न जाँदैछु गाइजहरू टक्क लाएर हेर्न सक्नुहुन्छ हामीसँग यहाँ हेलो दिदी हेलो हेलो गाइजहरू के छ दाउरा चिर्दा कस्तो फिल भइरहेको तपाईँलाई हेर्दै प्लेनमा उडेन दाउरा चिर्दा कस्तो भइरहेको तपाईँलाई केही फर्स्ट टाइम गाउँ आएर दिदी पहिलोचोटि गाउँ आएको तपाईँलाई के भइरहेको भाइको बर्तीमान हो कि के हो यहाँ आफ्नै बर्तीमान होला जस्तो भइसक्यो बर्तीमानको गाइज आज फर्स्ट डे मेरो पर्सनली मतलब उहाँलाई काठमाडौँबाट हायर गरेको मैले उहाँलाई ट्रेन टिकट काटिदिएर टक्क लाएर विषय दाउरेको लागि हो विषय पुरै दाउरेको फेरि सिधै काठमाडौँबाट मैले मगाएको मान्छेलाई भरेनको पावर लाएर हेलो दाइ मलाई के लाग्यो तपाईँ ला उठाइदिनु अर्गानिक आफ्नै करेसाबारीमा आफ्नै करेसाबारीमा फलेको उहाँ टिप्दै हुनुहुन्छ हाम्रो दाइ टक्क लाएर के काम गरेर सब थाप्नुभयो तपाईँहरू दाउरा चिर्दा चिर्दा थकाइ लाएर बसेको तपाईँलाई कस्तो लाग्यो दाइ ओ दाइ उहाँले छुनुभयो गोठालो जस्तो लागिरहेको लगभग भाइको बर्तीमा त गर्थ्यो सबैले कस्तो फिल भइरहेको छ अहिले काम गरेर परेर अवस्था सबको ठिक छ नि सलाइम पानी बेलामा केही चलाउनु पर्दैन सिधा सबैलाई म सादा मासु ल्याएर खुवाउँछु आफ्नो ओन पैसाले मेरो इस्टमा पैसा छ मासु ल्याएर खुवाउँछु मैले सबलाई सिधै अगाडि जाऊ अहिले भन्यो हल्का धनाड्डे भन्यो भने म लगभग ग्रुपमा मै छु अहिले त्यही 2025 सो गाइज केटाहरूलाई मैले काम लगाइरहेको छु आज मेरो बर्तनको लागि टक्क लगाएर ओ केटा के छ केटा हो ल बाबु बाबु तिमीले आएको डनाउ गरे बाबु मान्छे कुट्ने पुरै चहल पहल दिन्छ गरे के भाइ हल्का हतियारवाला हिँड्दै त थम्नेको लागि भाइस तिमी त अनि के छ बाबु एसी दिएर बसेको मान्छेको कुन सब्जेक्ट पढे सोचिरहेको छौ आउँदैछ हावाहुरी चलेर गाइस गाउँमा